तपाईकै शब्द सापट लिएर आजका प्रमुख अतिथिहरू, पत्रकार मित्रहरू, यहाँहरूको उपस्थितिको लागि धेरै धेरै धन्यवाद। अघि नरेशजीले भन्नुभएको जस्तो अलिकति फरक चाहिँ नि देखिन्छु होला यो सिनेमामा म। चलन चल्तीमा गरिआएको चरित्रभन्दा अलिकति फरक अभिनय गराउनु भएको छ टङ्कजीले, लेखिदिनु भएको छ शिवमजीले। अब जहाँसम्म यो चलचित्रको बारेमा बोल्नु पर्दाखेरि यो चलचित्र हाम्रो अशोक भाइको लागि बनेको हो। हामी त एउटा सपोर्टिङ रूपमा उहाँको छेउमा उभिएका छौँ र म यति मात्र भन्छु कि अशोक भाइ जति मिठो गीत गाउनुहुन्छ त्योभन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ। त्यसको लागि उहाँलाई जोरदार ताली दिउँ। धेरै राम्रो राम्रो मोमेन्ट्सहरू छ मेरो उहाँसँग। कतै म कठोर हुन्छु, कतै उहाँहरूको अभिनयले मलाई केही सोध्न बाध्य पनि बनाएको थियो यो सिनेमामा। साह्रै राम्रो काम गर्नुभएको छ। रमेश भाइ, नयाँ प्रतिभा, बिना बहिनी पनि यस सिनेमामा जोडिनु भएको छ। यो त्यति विधि धुमधडक्का मचाउने खालको सिनेमा चाहिँ होइन, किनभनेदेखि यो कसैको बायोग्राफी मात्रै माथि बनेको चलचित्र हो। तर एउटा उखान छ हिन्दीमा, छोटा पटका बडा धमाका, त्यो चाहिँ नि गर्छ यो सिनेमाले। मलाई त्यति चाहिँ विश्वास छ। थ्याङ्क यू भेरी मच। धेरै धेरै धन्यवाद दाइलाई। अब टिकारामजी तपाईँका कुरा। यहाँ उपस्थित सम्पूर्णलाई नमस्कार, पत्रकार साथीहरूलाई विशेष नमस्कार, धन्यवाद। अब यो फिल्ममा चाहिँ एज अ क्रिएटिभ डिरेक्टरको रूपमा मैले काम गर्दाखेरि चाहिँ सिर्जना चाहिँ के छ त, के नयाँ सिर्जना लिएर आउने भन्ने मैले यसको ओभरअल पेरिफेरीमा हेर्दा चाहिँ यो मुभीले एउटा उद्देश्य बोकेको छ। यो उद्देश्य चाहिँ दर्शकहरूले रुचाउनु भयो भने चाहिँ यसले एउटा इतिहास क्रिएट गर्नेछ। त्यो सिर्जनालाई त्यो प्लटबाट मैले हेरेको छु। एउटा हिस्टोरिकल मोमेन्ट क्रिएट हुन्छ, त्यो सिर्जना छ यसमा। एउटा ओभरअल थिम छ। त्यसपछि यो के हो, कसरी हामीले चाहिँ नयाँ उद्देश्य बोकेको छौँ होइन, यो कुरा चाहिँ कार्तिक 21 गते रिलिज भएपछि सम्पूर्णले थाहा पाउनुहुनेछ। सम्पूर्णले हामीलाई सहयोग साथ अहिलेसम्म दिनुभएको छ। फिल्म मेकिङमा रहनुहुने सम्पूर्ण प्रोड्युसर, फिल्म मेकिङ टिम, डिओपी, कलाकार सरोज दाई, मिडिया कोअर्डिनेटर शिवजी, रविजी, सबैलाई यहाँबाट सम्झिन चाहन्छु। धेरै धेरै धन्यवाद र विशेष चाहिँ सफलताको शुभकामना दिन चाहन्छु मनबिनाको धनको टिमलाई। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद टिकारामजीलाई। अब एआर बाबुको कुरा सुनौँ न पहिला। ल, नमस्कार सबैजनालाई। म चाहिँ एआर बुढाथोकी, अनि यो चाहिँ मेरो फर्स्ट फिल्म हो। म जब 5 वर्षको थिएँ त्यतिखेरदेखि नै म गीत गाउन थालेको थिएँ। मलाई चाहिँ गीत गाउन त्यति रहर थिएन, तर एक दिन बाबाले मलाई स्टुडियो लिएर जानुभयो। अनि म चाहिँ त्यहीँ बाहिर बसेर गीत गाइरहेको थिएँ क्या बाबाको। अनि बाबाले भन्नुभयो भित्र गएर किन गाउँदैनौ। अनि मैले मेरो फर्स्ट गीत गाएँ, रेकर्डिङहरू गरेँ, त्यो राम्रो भयो। तपाईँहरूले धेरै साथ दिनुभयो, त्यसको लागि थ्याङ्क यू। अनि यो चाहिँ मेरो फर्स्ट फिल्म मनबिनाको धन। यसमा चाहिँ मलाई रोल खेल्न पाउनको लागि कस्तो राम्रो लागिरहेको छ, त्यसको लागि थ्याङ्क यू, धन्यवाद। थ्याङ्क यू। अब एआर बाबुलाई एउटा सानो क्वेसन गरिसकेपछि म टङ्कजी अनि त्यसपछि अशोकसँग कुरा गर्छु। मन ठुलो कि धन ठुलो बाबु? मन 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 एकचोटि जोरदार ताली। थ्याङ्क यू। अबका लागि टङ्कजीका कुरा। थ्याङ्क यू सो मच दाई। हाम्रो निमन्त्रणालाई स्वीकारेर आइदिनु हुने सम्पूर्ण दाई साथीहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अग्रजहरूलाई धेरै धेरै धन्यवाद। मेरो सङ्गीतकार सङ्घबाट पनि दाई चेतन दाई, बसन्त दाई आइदिनु भएको छ प्रतिनिधि गरेर। अरू आफ्नो फिल्डबाट सबैजना आफ्नो प्रतिनिधित्व गरेर यहाँ आइदिनु भएको छ, धेरै धेरै धन्यवाद। अब अशोकसँगै जोडिरहँदा आज हामीले मनबिनाको धन र यो पोस्टरमा ठुलो अशोकलाई देखिरहँदाखेरि यो अशोकदेखि नै लोगोको बनाइदिनु हुने चाहिँ हजुरहरू मिडियाकर्मी नै हुनुहुन्छ, जसले अशोकलाई पहिलोचोटि होइन मिडियामा सपोर्ट गरिदिनु भयो। भागे नेपालजीलाई सम्झन चाहन्छु, डिजे रूपक, त्यसपछि सम्पूर्ण हजुरहरू सबैजनालाई अशोकले चिन्छन्। लगभग अशोकको त्यो बेलाको स्ट्रगललाई सोसली एक्टिभ गराइदिनु भएर हामी सबैजनाको सहयोगबाट आज अशोक यहाँ छन् र अशोकको फोटो यहाँ छ। एकचोटि सबैले ताली बजाइदिनुहुन्छ।
चलचित्र निर्माण को क्रम निर्माता बन्छु भन्ने त्यस्तो केही पनि थिएन। तर जबदेखि हामी जोड्यौँ र अशोकको इन्ट्रेस्टहरू बुझ्दै जाँदा ऊ कलाकारितामै एक्टिभ भएको देखिरहँदाखेरि र मैले पनि धेरै कुराहरू समाजलाई उत्तर दिनुपर्ने कुराहरू भएको कारणले गर्दाखेरि हामीले यो चलचित्र मनबिनाको धन निर्माण गर्ने योजना बनायौँ। 2019मै थियो हाम्रो यो बन्ने हो। ओम अग्रवाल दाईलाई सम्झाउन चाहन्छु। ओम दाई ओएसआरमा म भएर 19मै यो चलचित्र बनाउनु भनेर चाहिँ हामीले एउटा गरेका थियौँ कन्ट्र्याक्ट पनि। तर त्यो बेलाको टाइमबाट अलिकति असफल भएपछि हामी यहाँसम्म आइपुग्यौँ र बनाउने क्रममा धेरै जनासँग मेरो भेटघाट भयो। कसैले पत्याउनु भयो, कसैले पत्याइदिनु भएन, कसैले बाटो देखाइदिनु भयो, कसैले ठेलिदिनु भएर यहाँ छु। शिव अधिकारी दाई यहाँ हुनुहुन्छ, उहाँले ठुलो सपोर्ट गर्नुभएको छ। दाईले लेखनदेखि र सम्पूर्ण टिम डिजाइनदेखि लिएर सम्पूर्ण कुरामा धेरै धेरै धन्यवाद। रवि दाई हुनुहुन्छ यहाँनिर मिडिया फिल्म बनाउँछु है दाई भन्दाखेरि हौसला दिएर पहिले न्युज निकालिदिनु भएर आज यहाँ पनि हुनुहुन्छ दाईसँगै र सम्पूर्ण मिडियाका साथी दाईहरू र विशेष गरेर कलाकार जो कहाँ गएँ म मेरो यो कन्सेप्ट लिएर एउटै भेटमा हामी सरोज दाई र म पहिलो भेटमा हेर्दै म सँगै जान्छु पहिलो भेट र त्यति धेरै म अहिले पनि भन्न चाहन्छु दाईहरूले लाई म होइन दाईहरूको त्यो सपोर्ट जुन गरिदिनु भएको छ त्यो अनुसारले मैले आर्थिक गरेको छैन, म यहीँबाट स्वीकार्छु। तर भगवान्ले मलाई साथ दिनुभयो भने मैले गरेका बाचा दाईहरूले गर्नुभएको मेहनत खेर जाँदैन होला। बुद्धि दाई कहाँ पनि गएँ म, त्यस्तो व्यस्तताको बावजुद पनि कन्टेन्ट मन पराएर दाईले गरिदिनु भयो। रविन्द्र झा दाई एकैचोटि म वा यस्तो म क्यारेक्टर छोड्छु त मैले भनेर जोडिदिनु भयो। बल दाई यहीँ हुनुहुन्छ, एकैचोटिमा यो टिममा जोडिदिनु भयो। रमेश भाइ सम्यकवश भाग्यवश भन्छु रमेशसँग यसरी जोडिएला भन्ने चाहिँ मेरो थिममा थिएन, तर कसैले जोडिदिनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद। र सम्पूर्ण हाम्रो अरू टिमहरू कवि दाई, कोरियोग्राफर रामजी सर, हामी पुरानै काम गरिरहेका छौँ। 15-17 वर्षदेखि म यही फिल्डमा चाहिँ सबै दाई साथीहरू चिनेकै हुनुहुन्छ र सबैजनाले सपोर्ट पनि गरिदिनु भयो र आज हामी यहाँ छौँ। यो विशेष चलचित्र हो, यो यसलाई आर्थिक रूपले भन्दाखेरि पनि सोसली र अघि दाइले भन्दै हुनुहुन्थ्यो यहाँबाट हामीले दिन खोजेको कुरा हामी सफल भयौँ भने हु डिड दिस भन्ने कुराको एन्सर र इतिहासमा हाम्रो टिमकै नै नाम लेखिनेछ। त्यो खालको कन्टेन्टमा हामीले काम गरेका छौँ र हामीलाई सहयोग गरिदिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। करण दाईलाई सम्झाउन चाहन्छु, हप्ता 10 दिन छ हाम्रो रिलिजको तयारीको लागि। कार्तिक 21 गते अहोरात्र खटिरहनु भएको छ, बाटो देखाइदिइरहनु भएको छ। एकचोटि करण दाईको लागि ताली बजाइदिनुहुन्छ। हिजो 1 बजीसम्म पनि एक्टिभ हुनुहुन्थ्यो, बिहानै 6 बजे फेरि मलाई उठाउनु भएको थियो। हाम्रो राम हेयर हुनुहुन्छ यहाँ, राम सर हाम्रो जति पनि हेयरहरू हुन्छ हामी अशोकका कन्सर्टहरूदेखि सबै उहाँले नै गर्नुहुन्थ्यो। एकचोटि राम सरलाई पनि उठेर सम्मान गर्नु, ताली बजाइदिनु। धेरै धेरै धन्यवाद र सम्पूर्णलाई धेरै धेरै धन्यवाद हामीलाई यहाँ सपोर्ट गर्न आइदिनु भएकोमा। र चलचित्र कार्तिक 21 गते हो। जसरी सुरुमा अशोकलाई सपोर्ट गरिदिनु भएको थियो, मेरा गीत सङ्गीतलाई सपोर्ट गरिदिनु भएको थियो 1 वर्डमै, त्यसरी नै चलचित्रको ट्रेलर हेरिसकेपछि तपाईँहरूलाई पोजिटिभ इनर्जी आइदिएको छ भने पक्कै पनि सपोर्ट गरिदिनु हुनेछ। थ्याङ्क यू सो मच। पूर्ण सफलताको शुभकामना टङ्क भाइलाई। अब अशोक दर्जी